आजको खाजामा चाहिँ मोमो टक्क लाएर अचारमा चाहिँ हरियो खुर्सानी, टिमुर अनि लसुन गोलबेरा बोइल गर्यो। त्यसलाई अलि चिसो बनाएर सटलक्क लाएर पिसेपछि मिठो हुन्छ। ल यो चाहिँ चिकन किमा भयो। यसमा चाहिँ चिकन, गाजर, बन्दा, प्याज हालेको छ। हाम्रो आशिष तामाङले चाहिँ यस्तो छ बेल्ने शैली यसको। त्यो बेल्ने मैले बुट्टा चाहिँ खतरा दामी बनाइदिएको छु है साथी। यसको बेल्ने शैली यस्तो छ। ल यसलाई दोष दिन पनि हुँदैन, यो भर्खर सिक्दैछ। यसलाई मैले घरमै मोमो बनाएर सिकाएर यसलाई पर्फेक्ट बनाएर भतिज मिलेर आज भवाल मोमो बनाएर चेलीबेटीलाई, दिदीबहिनीलाई, आमा बुवा दाजुभाइ दिदीबहिनी सबैलाई चखाउनु पर्ने छ। मिठो हुन्छ। स्वादी जिब्रो अल्छी पिठो चलाएर चाहिँ मोमो बनाएर मोमो स्टिम छैन। अब फ्राई गरेर खानुपर्छ है। आज म तेलमा स्टिमर स्टिमर नभएपछि फ्राई बनाएर खानुभयो। सडलक्क लाग्यो। मोमोको बुट्टा चाहिँ भर्न जाने यस्तो दामी बुट्टा। मोमो दोकानै खोलेर बस्नुपर्छ है क्या हो। खोलेर भइहाल्यो। हामी खाइदिन्छ। मोमो बनाउने अनुहार भर्सेट अनुहार, मोमो खाने अनुहारहरू यता छ। यस्तो छ मोमो डिजाइन। यस्तो डिजाइन मोमो यस्तो रूपान्तरण भयो। ल हेर्दा त खमखम छ, खाएपछि कस्तो हुन्छ अब टेस्ट कस्तो हुन्छ। पकाउने आफै खाने अरूलाई सर्भ गर्ने हामीलाई त मोमो दिएन। चाखिहालौँ त कस्तो रहेछ। देब्रेले खानुहुन्न। ल मोमो मोमो बेल्ने मान्छे चाख्दा कस्तो रहेछ। बजारको मिठो कि घरको? अरू चिज घरको, मोमो चाहिँ बजारको मिठो हो। घरको मिठो कि बजारको? ल पल्ली छिटो खाइसक्दो रहेछ। मिनी चिया हालिदिएको छ। लाइटले चाहिँ बोकालो।